जय माटो जय देश। अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। काठमाडौँ क्षेत्र नम्बर 6 का प्रत्यक्ष उम्मेदवार श्री सन्ध्या थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर 7 का प्रत्यक्ष उम्मेदवार श्री मणिराज बहादुर प्रधानज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर 8 का प्रत्यक्ष उम्मेदवार श्री शिव बहादुर कर्मचारीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर 3 ड्रप चान्दीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी समाजसेवी तथा व्यवसायी श्री तेज बहादुर राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी समाजसेवी श्री लानी दिदीज्यूलाई धेरै कुरा राख्नु पर्दैन। देशकै राजधानीमा बस्ने मान्छेहरू अवश्य हामी शिक्षित छौँ, सचेत छौँ, नैतिक पनि छौँ है। सचेत भनेको त्यो जसले सही र गलत बीचको फरक छुट्याउन सक्छ। नैतिक भनेको त्यो जसले सहीको पक्षमा आफूलाई उभ्याउँछ। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थित सबैजना हामी सचेत छौँ, नैतिक छौँ र देशप्रति जिम्मेवार पनि छौँ। त्यसो भएको कारणले मैले धेरै बेली विस्तार लगाएर मसिनो ठुलो विभिन्न खालका चाहिँ उदाहरणहरू जोडेर भनिरहनु पर्ने आवश्यकता छैन। हामीले देख्यौँ, बुझ्यौँ, भोग्यौँ है। मैले बारम्बार भन्ने गरेको कुरा अलिकति दोहोऱ्याउन मन लागेको छ। मान्छेले गल्ती गर्छ किनभने गल्तीबाटै सिक्दै आएको हो। हामी एउटा साइकल मात्रै कुदाउँदाखेरि पनि कतिचोटि लडेर घुँडा पिल्साएर मात्रै हामीलाई कुदाउन आउँछ हैन हो। फेरि मान्छेले त्यही गल्ती दुईचोटि गर्न सक्छ किनभने मान्छे हो, त्यहाँबाट पनि उसले सिक्छ। फेरि त्यही गल्ती मान्छेले 3 चोटि पनि गर्न सक्छ, त्यहाँबाट पनि मान्छेले सिक्छ। तर 3 चोटि भन्दा बढी गल्ती गर्यो भने त्यो मान्छे नभएर भेडा हो है। एउटै गल्ती चौथो चोटि दोहोऱ्याउने मान्छे भेडा हो। चौथो चोटिदेखि फेरि 5औं चोटिसम्म पनि र त्योभन्दा बढी तपाईँको चाहिँ त्यही गल्ती दोहोऱ्याउँछ भने त्यो चाहिँ कुकुरको पुच्छर हो, त्यसको उपाय छैन। त्यसो भएको कारणले पक्कै पनि हामी यहाँ उपस्थित कोही पनि कुकुरको पुच्छर छैनौँ र मिडिया मार्फत, लाइभ मार्फत
हामीलाई हेरिरहनु हुने सम्पूर्ण नेपाल दाजुभाइ दिदीबहिनीहरू हामी कुकुर पुछर होइनौँ। त्यसो भएको कारण खोलामा चाहिँ नि बिरुवा रोपेर चाहिँ पानीको मुहान बढाउँछु भन्दै बसिरहेको मान्छेले खोलेको पार्टी हो श्रम संस्कृति, जुन श्रम संस्कृतिले कामलाई पहिलो प्राथमिकता दिन्छ, गफलाई होइन। गफ गरेर देश बन्ने भन्दा तपाईँ पनि गफ गरिराख्नु, म पनि गफ गरिराख्छु भन्दैन, होइन। The culture that our leaders sold to us is very bad. त्यो wrong. त्यो संस्कृतिले देश बन्दैन। हाम्रो लिडर्सले जसलाई हामीले भोट दिइरह्यौँ नि 40 वर्ष 50 वर्षदेखि नेता भनेर बोकिनु काममा, उनीहरूले सिकाएको कल्चर कस्तो हो भन्दाखेरि चिल्लो भएर हिँड्ने, धार भएको लुगा लाउने, होइन। अनि यस्तो गरेर हात पनि पछाडि बाँधेर ओठले अराउने, उ त्यहाँ जा त यताले उता जा भन्ने। अनि ऊ त्यस्तो भइसकेपछि लिडर अनुसारको बन्छ देश। आदरणीय दिदीबहिनीहरू है, बिकज लिडर शुड शो द वे, शुड नो द वे एन्ड शुड गो द वे। अब लिडरै त्यो खालको छ, अनि त्यसपछि सबै मान्छे सुकिलो मुकिलो यस्तो गरेर, होइन, ऊ भन्ने भयो, होइन। विदेश गइन्छ दुःखले, होइन। विदेशमा गएर बेसरी काम गरिन्छ, म पनि गएको हो नि त। 12 घन्टा त मिनिमम हो, होइन। 15, 16, 18 ओभर टाइम 18सम्म पनि गरिन्छ। अनि त्यस्तो काम गरेर आइन्छ, होइन। धुस्रै फुस्रै यहाँ आएपछि त फेरि हाकिम भइहालिन्छ, पैसा भयो नि त, अब हाकिम हुने हो साथी हो। अनि उसले पनि यस्तो गरेर छुँदैन, माटो छुँदैन, होइन। खेतबारी बाँझै राखिराख्छ, यस्तो गरेर उस्तो गर्छ। अनि उसको साथीले देख्छ, ए त्यसले पनि त्यसो गर्यो, म पनि त्यसै गर्छु भन्छ। ऊ पनि तपाईँको चाहिँ साउदी कतार कहाँ जान्छ, आएपछि उसको पनि तरिका त्यही। यो देशमा काम गर्न कसैलाई मन पर्दैन, है। 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछ भने यो खम्बामा लिएर जुत्ताले हिर्काउँछु म, जिताएर पठाइदिनुहोस्। र मैले 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछु भने पनि मलाई जहाँ भेट्नुहुन्छ त्यही मलाई पनि जुत्ताले हान्नु, है। कसम यो माटोको त्यति निष्कलङ्क र निष्ठा भएको मान्छेहरूको सामु, होइन। कुरा बुझ्नुभयो नि। त्यो हामी अरबौँ खरबौँ, टिकट दिँदाखेरि मैले 1 रुपियाँ पनि लिएको छुइनँ। कि लिएँ भने लिएँ भन्नु, साथमा साक्षी राखेर भन्नुहोस् लिएँ, नत्र म पनि 1 करोडले, उनले चाहिँ 50 लाख दिँदैछ 1 करोडले भनिहाल्थेँ नि। बिचारा घर राखेर दिनुहुन्थ्यो होला कसैले, कसैले यो त उस्तै रहेछ भनेर भाग्नुहुन्थ्यो होला। करप्सनलाई जिरो कसले बनाउँछ भन्ने बुझ्नुहोस्। खुट्टी हेरेर चाल पाउनुपर्छ, सानो बिरुवा हेरेर थाहा पाउनुपर्छ, है। करप्सन त्यहीबाट सुरु हुन्छ, टिकट वितरणबाटै सुरु हुन्छ, है। उहाँहरूले, होइन, तपाईँको चाहिँ फ्री अफ कस्ट। अचम्म लाग्दो छ फेरि यो टिकट भन्ने बित्तिकै त पैसै लाग्ने कुरा हो नि त, होइन। जाउला खेलभित्र छिर्दाखेरि टिकटको पैसा लाग्छ कि लाग्दैन? गाडी चढ्दाखेरि टिकटको पैसा लाग्छ कि लाग्दैन? जुनै टिकटको नि पैसा लाग्ने, तर श्रम संस्कृतिको उम्मेदवारहरूलाई टिकट दिँदाखेरि पैसा नलाग्ने, त्यो हो सुशासनको सुरुवात। द मर्निङ सोज द डे, द मर्निङ सोज द डे, है। यो कुरा बुझ्नुहोस्। श्रम संस्कृतिले यो देशको भ्रष्टाचारलाई कसरी तपाईँको तल झार्छ भन्ने मैले फेरि भने 2टा कुरा म प्रमिस गर्छु। हाम्रो सांसदले, तपाईँले जिताएर पठाएको हाम्रो सांसदले धेरै होइन, 10 रुपियाँ पनि होइन, 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेको थाहा पाएँ भने म आफै आउँछु, बाँधेर खम्बामा जुत्ताले हान्छु। अर्को कुरा, हाम्रो सांसद संसद भवनमा गएर सुतेछ भने साधारण सदस्य पनि नरहने गरी पदबाट निष्कासन गर्नु। We don't need that kind of, होइन, तपाईँको छैन cheaters and liars। भाइ
जस्ट ह्यान्डसेक भोलि आउनुहुन्छ होला भोलि आउँदा सबैजना खिच्नु ल